म एउटा ग्रामीण गाउँबाट आएको हुँ जहाँ खेती केवल पेशा मात्र होइन, जीवनको तरिका हो। बाल्यकालदेखि मैले आफ्ना बाबुआमा र छिमेकीहरूलाई खेतमा अथक मेहनत गर्न देखेँ, तर बजारको सही जानकारीको अभाव र बिचौलियामा निर्भरता हुँदा उनीहरूलाई उचित मूल्य प्राप्त हुन्थेन। यी अनुभवहरूले मलाई प्रविधिलाई सामाजिक प्रभावको उपकरणको रूपमा प्रयोग गर्ने इच्छा जगाए। यही प्रेरणाले मलाई किसानहरूलाई वास्तविक समयको बजार मूल्य र मौसमको जानकारी दिने मोबाइल एपको अवधारणा विकास गर्न प्रोत्साहित गर्यो। गाउँमा प्रचलित धारणा थियो कि औपचारिक शिक्षा परम्परागत काम बाहेक धेरै उपयोगी छैन। तर म अध्ययनमा दृढ रहे। प्रविधि, समस्या समाधान र नवाचारमा मेरो रुचि निरन्तर बढ्दो रह्यो। अध्ययनको क्रममा मैले व्यक्तिगत डायरीमा ग्रामीण समुदायले भोग्ने समस्याहरूका समाधान र विचारहरू नोट गर्थे। त्यसमध्ये एउटा विचार विकसित हुँदै किसानहरूको लागि विशेष मोबाइल एपको रूप लियो। मेरो मुख्य उद्देश्य किसान र बजारबीचको सूचना अन्तरलाई घटाउनु हो। यो एपले अनावश्यक बिचौलियालाई हटाएर किसानलाई दैनिक बजार मूल्य, स्थानीय मौसम पूर्वानुमान र आधारभूत कृषि सम्बन्धी सुझावहरू प्रदान गर्छ। यसले पारदर्शिता, उचित मूल्य निर्धारण र जानकार निर्णय लिन सहयोग पुर्याउँछ, जसले अन्ततः किसानको जीवनस्तर सुधार्छ। एक प्रमुख आइटी कम्पनीमा प्रेजेन्टेसन गर्दा मैले यस अवधारणालाई लगानीकर्ताहरूको अगाडि प्रस्तुत गरेँ। सुरुमा म केही डराएको थिएँ, तर जति म आफ्नो आइडियाबारे बताउँदै गएँ, मेरो आत्मविश्वास बढ्न थाल्यो। अनुभवी लगानीकर्ताबाट सकारात्मक प्रतिक्रिया पाएपछि मलाई विश्वास भयो कि सामाजिक उत्तरदायित्वमा आधारित नवप्रवर्तनले साँच्चीकै परिवर्तन ल्याउन सक्छ। यस यात्रामा बाधा पनि कम थिएनन्। एप बजारमा आएपछि स्थापित बिचौलियाबाट विरोध सुरु भयो र किसानहरूले सुरुवाती रूपमा प्रयोग गर्न डराए। यी चुनौतीहरूले मलाई धैर्यता, अनुकूलन क्षमता र जमिन स्तरमा संलग्न हुनुपर्ने महत्त्व सिकायो। म पछि गाउँ फर्केर किसानहरूसँग प्रत्यक्ष काम गरेँ र एप देखाउँदै उनीहरूलाई विश्वास दिलाए। यसले एपको स्वीकृति बढायो। मेरो दीर्घकालीन लक्ष्य भनेको यस प्लेटफर्मलाई डिजिटल भुक्तानी, बाली योजना उपकरण र सिधा ग्राहकसँग जोड्ने सुविधाहरू थपेर अझ सुदृढ बनाउनु हो। म उच्च शैक्षिक र प्राविधिक ज्ञान प्राप्त गरेर यस पहललाई दिगो रूपमा विस्तार गर्न र धेरै ग्रामीण क्षेत्रहरूमा यसको प्रभाव दोहोर्याउन चाहन्छु। औपचारिक शिक्षा र व्यावहारिक अनुभवको माध्यमबाट म सामाजिक रूपमा जिम्मेवार प्रविधि विज्ञ र उद्यमी बन्ने उद्देश्य राख्दछु। यस यात्राले मलाई सिकायो कि सार्थक नवप्रवर्तनका लागि आफ्नो जरा छोड्नु पर्दैन, बरु नयाँ दृष्टिकोणबाट त्यसलाई बलियो बनाउनु पर्छ। मैले आफ्ना बाबुआमाको गर्व, साथी किसानहरूको आँखामा आशा र सङ्कोचका क्षणमा दृढताको शक्ति महसुस गरेँ।